नमस्ते यहाँ सबैलाई मेरो युट्युब च्यानल सुवेदी हरिश क्रिएसनमा हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। म हरिशचन्द्र सुवेदी। आजको भिडियो हामी स्याङ्जा टक्सा तथा खामपुरमा रहेका हरिभक्तका सन्तानहरू र त्यहाँबाट नेपालका विभिन्न स्थानमा छरिएर रहनुभएका सुवेदीहरूको कुल मन्दिरतर्फ जाँदैछौँ, जुन निकै रमणीय र सुन्दर स्थानमा छ। तसर्थ भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो निकै रमाइलो भएको छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै मेरो युट्युब च्यानल सुवेदी हरिश क्रिएसन सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब पनि गरिदिनुहोला भन्दै आजको भिडियो सुरु हुन्छ यहाँबाट। हाम्रो ट्याक्सी आइसकेको छ। अब हामी ट्याक्सीमा चढेर पोखराको बिरौटाबाट छोरेपाटन हुँदै क्रिस्ती हुँदै हामी अब जानेछौँ सुवेदीको कुल मन्दिरतर्फ। पोखरा महानगरपालिकै पर्यो कि हो त? पोखरा फुर्सी खोला हुँदै बाढखोला निस्किने यो भित्री राजमार्ग, मुख्य राजमार्ग को पक्की बाटो हुँदै हामी क्रिस्टीभन्दा अलिकति तलसम्म यात्रा गऱ्यौँ। तत्पश्चात हामी अहिले कच्ची बाटोमा हामीले यात्रा गरिरहेका छौँ। यो पोखरा महानगरपालिका वडा नम्बर 21 अन्तर्गत पर्छ। तर बाटोको अवस्था निकै दुर्गम जस्तो, निकै नराम्रो कच्ची अवस्थामा रहेको बाटो रहेको छ। यो बाटो कहिले ढलान हुने हो वा पिच हुने हो, सम्बन्धित निकायको छिटो ध्यान जाओस् र यस वरिपरिका जनताहरूलाई राहत र सुविधा पुगोस् भन्ने पनि कामना गर्दै हामी अहिले कच्ची बाटोमा यात्रा गरिरहेका छौँ। पोखरा महानगरपालिका भित्र पनि यस्तो अवस्थाको बाटो किन सम्बन्धित व्यक्ति, सम्बन्धित निकायको ध्यान पुगेन यो बाटोमा? यही आर्थिक वर्षभित्रै हुन्छ। ए कहाँसम्म हो नि? कहाँसम्म बन्छ है? यस भेगका जनताहरूलाई सेवा दिने नगर बस पनि आइपुगेको छ। बस भेट्नको लागि मानिसहरू दौडिरहनु भएको छ। Really want us to be
अब हाम्रो गाडीको यात्रा यहाँसम्म मात्रै हुनेछ। अब हामी करिब आधी घन्टा 20 मिनट जस्तो पैदल यात्रा गर्नेछौँ। कस्तो लागिरहेको छ त नि यात्रा? बवाल छ। 15 मिनट कहाँ पुग्छ त्यहाँ। अहिले हामी खामपुर आएका छौँ। यो सुन्दर गाउँ खामपुर हो। यो पोखरा महानगरपालिका वडा नम्बर 21 अन्तर्गत सुवेदीको कुल मन्दिर जाने यतै होइन र? अब नुहारका के नुहारका सुवेदी कुन्नी कता लाने हो र? अब होइन मौरी लाने कि म ए उडेसी त काम नानी छै जानुहुन्छ। अब जामला आसी जामला नि बाटो अलि डेन्जर। खिड्की नै मिल्छ होला। बाटो त कठिन नै छ, तर पनि हामी कुल मन्दिरको दर्शनको लागि निकै उत्साहित छौँ। कस्तो राम्रो फाँट छ है। हो अहिले हामी खामपुरबाट सुरौदी खोलातर्फ झर्दैछौँ, जुन खोला कास्की र स्याङ्जाको सिमाना नदी पनि हो। अब कास्की जिल्ला सकिएर स्याङ्जा जिल्ला बोर्डर। हामी अहिले सुरौदी खोलामा आइपुगेका छौँ। अब कास्की जिल्ला समाप्त भएर हामी पारी किनारामा स्याङ्जा जिल्ला तर्फ हुनेछौँ। बाटोको अवस्था भने निकै नाजुक रहेछ। झाडी वन जङ्गल यस्तो फाड्दै जानुपर्ने अवस्था रहेछ हाम्रो पुलमा। कस्तो गाह्रो अप्ठ्यारो बाटो। अहिले हामी स्याङ्जा जिल्लातर्फको भेकमा थियौँ। अब हामी फेरि सुरौदी तरेर फेरि कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 21 मा नै प्रवेश
गरिरहेका छौँ। कुल मन्दिरमा पानीको व्यवस्था नभएको हुँदा हामीले सुरौदी खोलाबाटै पानी लिएर जाँदैछौँ। bunga viral. Didi bye bye गर्नु अहिले हामी सुवेदीको कुल मन्दिरमा आयौँ। यहाँ पूजा गर्दाखेरि बस्ने यो ठाँटी हो। यहाँ अन्य समयमा मान्छे नआउने भएको हुनाले अलिकति संरक्षणको अभाव पनि देखिया छ। हाम्रो सुवेदी हरिभक्तका खलक, हामी भारदार गोत्रका हरिभक्तका खलकको यो कुल मन्दिर हो। यो चाहिँ पोखरा महानगरपालिका वडा नम्बर 21 यो खामपुरमा अवस्थित छ। निकै रमणीय र शान्त स्थानमा रहेको यो सुवेदीहरूको कुल मन्दिरमा हामी आइपुगेका छौँ। यहाँ हामी कुल पितृहरूको दर्शन गर्नेछौँ। यो हाम्रो कुल मन्दिरको मौलो हो, सेकिदिने। यहाँ विभिन्न हाम्रा सुवेदीका देवी देवताहरू। हाम्रो यो मन्दिर निर्माण नहुँदा हामीले कुल पूजा यही रुखको फेदमा गरिन्थ्यो। यो देखिएका ढुङ्गाका थानहरू हामी सुवेदीका कुल देवताहरू मष्ट, बराहा, झाँक्री देवी लगायतका विभिन्न देवी देवताका थानहरू हुन्। यस थानमा आफ्ना आफ्ना पुजारीहरूले पूजा गर्नुहुन्छ। 7वटा विभिन्न देवी देवताका थानहरू छन्। कुल मन्दिर भाउजू चितवनदेखि आएर यहाँ आफ्नो कुलको दर्शन पूजाआजा गर्दै हुनुहुन्छ।
नुवार खामपुर स्याङ्जा तथा कास्कीमा रहेका भारद्वाज गोत्रका सुवेदी स्वाई बन्धुहरूको कुल देवता मन्दिर र ठाँटी निर्माणका लागि प्रत्येक घर कुरियाबाट रु 1500 का दरले चन्दा सङ्कलन गर्दा रु 5000 वा सोभन्दा माथि चन्दा दान गर्नुहुने चन्दादाताहरूको नामावली यस प्रकार छ। श्री ढाकाराम सुवेदी, श्री मुक्तिनाथ सुवेदी, श्री लीलाधर सुवेदी, पूर्णदीप सुवेदी, टीकाराम सुवेदी, चुडामणि सुवेदी, दयासागर सुवेदी, तुलसीराम सुवेदी, कृष्णप्रसाद चौहान, अमृत सुवेदी, कल्याण सुवेदी, ताराप्रसाद सुवेदी, श्री पदमलाल सुवेदी, हेमनाथ चौहान, लीलाधर चौहान, हरिशचन्द्र सुवेदी। मेरो नाम पनि आएछ, मेरै नाम पनि आयो पढ्दै जाँदा त। हेमराज सुवेदी, अर्को हेमराज सुवेदी, श्री जगन्नाथ, गजेन्द्र प्रसाद सुवेदी, खड्कराज सुवेदी, चोलाकान्त चौहान, जगत प्रसाद सुवेदी, सो बालकृष्ण सुवेदी, श्री जितेन्द्र सुवेदी, श्री धर्म देवी सुवेदी, प्रेमराज सुवेदी, भविराज सुवेदी, भीम प्रसाद सुवेदी, भेषराज सुवेदी, लक्ष्मण सुवेदी, हरिप्रसाद सुवेदी, कदमे निवासी श्री सहदेव सुवेदी ज्यूद्वारा मन्दिरको चारै पाटामा बत्ती राखिदिनु भयो। आम्दानी विवरण: पुरानो भेटी सङ्कलन सावरा ब्याज 1,38,800, चन्दा सङ्कलन 3,34,324, अन्य आम्दानी 4,476। खर्च विवरण: मन्दिर निर्माण खर्चहरू 2,52,305, ठाँटी निर्माण 1,39,393, पूजा खर्चहरू 12,012, अन्य खर्च 3,200। सुवेदी कुल पूजा समिति, टक्सार नुवार खामपुर स्याङ्जा कास्की। इति सम्बत 2074 साल चैत 15 गते 5 रोज शुभम। सुन्दर ठाउँमा भारद्वाज गोत्रका हरिभक्त हामी खलकको कुल मन्दिर रहेको यो कास्की र स्याङ्जा खामपुर भन्ने स्थानमा अति नै सुन्दर स्थानमा रहेको यो सुवेदीहरूको कुल मन्दिर। ढ्याङ कुन भनेर यो सुन्दर। यता साइडमा नि खोला छ, चारैतिर खोलाले घेरेको यो सुन्दर थुम्कोमा रहेको सुवेदीहरूको कुल मन्दिर। ए बढार्ने कुरो छ र बढार्नु पर्छ कि आज चापी छ भने ठिकै लाखेन भन्थ्यो। यहाँ चाहिँ विभिन्न किसिमका नैवेद्यहरू बनाउने ठाउँ हो। हाम्रा पूर्वज भारद्वाज ऋषि हाम्रो कुल मन्दिर झाडी झारपातले छोपिएको अवस्थामा थियो। तसर्थ हामीले यसको सरसफाइ पनि गऱ्यौँ। झारपात उखाल्ने, झाडीहरू पन्छाउने, पात पतिङ्गाहरू फालेर कुल मन्दिर परिसरलाई सफा गर्ने काम पनि गऱ्यौँ।
निकै भक्ति भावपूर्वक पूजाआजा दर्शन गर्दै हुनुहुन्छ। हामीले कुल मन्दिरमा सरसफाई, पूजाआजा, दीप प्रज्वलन लगायतका कार्य गरिसकेपछि अब हामी बिस्तारै पोखरा फिर्ता हुँदैछौँ। कास्की र स्याङ्जाको सिमानामा रहेको, बीचमा सुरौदी खोला रहेको, वरिपरि सुन्दर फाँटहरू, हरियाली, वन जङ्गल र शान्त वातावरणमा रहेको हाम्रो कुल मन्दिरको दर्शन र पूजाआजा गरिसकेपछि हामीले निकै आनन्दबुद्धि र मनमा सन्तोष र शान्तिको अनुभव गऱ्यौँ। भारी हालेर लगायो भने पुग्छ। भाउजूले यहाँ फुलेका पातीहरू टिप्दै हुनुहुन्छ, जुन सुकाएर पछि पूजाआजा गर्दा धूपको रूपमा प्रयोग गर्न सकिन्छ, जुन निकै वासनादार धूप हुने गर्दछ। हामीले कुल मन्दिरको दर्शन गरेर आएपछि बाटो फर्किने क्रममा बाटोमा केही सुवेदी वृद्ध बुवाहरूसँग भेट भयो र केही भलाकुसारी गऱ्यौँ हामीले उहाँहरूसँग। हामी पनि नजिकै हौँ, कदमेबाट आएको। हजुर, हजुरहरूको खामपुर हो, सुवेदी नै हौँ। हो, तिनै कदमै क्या हौ हामी। एउटै भाषाहरूको पनि पिँढी नछुटिएका, 7 पिँढी नछुटिएका दाबी हो हो हो। ए हजुरको नाम? हाम्रा बाहरू यो माझारेको क्षेत्र चाहिँ यो ल हेर्नु, यो अहिले माडी गएर बस्नुभएको छ। हजुर पनि सुवेदी नै हो? के नाम हो नि हजुरको? के नाम हो नि? ए वेदनाथ। हजुरको? सुवेदी। उहाँहरू त सुवेदी अधिकारी। ए 2 जना अधिकारी पर्नुभएको छ। ए 3 जना पर्नुभएको छ। ए भण्डारी, उहाँ भण्डारी हुनुहुन्छ नि? मलेसिया। यति हो नि गफ नपाइयो सुवेदीहरूसँग। कति अनेको त नि, कति अनेक रहेछ। आनन्दले पार्दै बस्छ चराउँदै। छैन ल्याएर दुलै पनि रहन्छ। ल न अहिले नेपालको समस्या यही छ त। हजुरहरूसँग भेट भएर गफ गरेर एकदम खुसी लाग्यो हामीहरूलाई। हाम्रो अहिले अब
त्यतिखेर रोकिएको अब के गर्छन् गर्नुपर्ने जेठा हो। अब पुजारिन त पहिला जेठाइ अहिले नि अब कसो गर्छन् फागुनमा कि जेठा फागुन नि हो तर गर्नुपर्ने कुन धान्ने पूर्णिमा हुँदै धेरै जसो त्यो त हाम्रो देशमा हो हाम्रो देशमै हो। हामी त्यहाँ अहिले सरसफाइ गरेर च्याडे पारेर बत्ती बालेर च्याट अब दिन उमेरका कोही हुनुहुन्छ बाहरू के जाने त्यहाँ पहिलेदेखि यस्तो गर्ने हो भने हो त नि पूजा आएर भन्दा 6-7 दिन पहिला बत्ती जलाएपछि अनि बल्ल आएर त्यहाँ बल्ल खानु भएर चाहिँ ल ल धन्यवाद। सुनौलीको हलेदोको फाँट कस्तो राम्रो छ अझैसम्म त यो बाँझो भएको रहन्छ खेतीपाती हुँदै रहेछ यो चाहिँ खुसीको कुरो एकदमै खुसीको कुरो हो। अहिले लप्सु खानु हुन्छ नि यसको बास चाहिँ मिठो छ कि कस्तो राम्रै कुरो हुन्छ। स्याङ्जा टक्सार नुवार र खामपुर जन्मथलो भई कर्म गर्ने तथा बसाइसराईको क्रममा देशका विभिन्न स्थानमा छरिएर रहनुभएका सुवेदी बन्धुहरूको कुल मन्दिर सम्बन्धी भिडियो मैले यहाँहरू समक्ष प्रस्तुत गरेँ। भिडियो यहाँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट र सेयर गरिदिनु होला। साथै यो भिडियो सकेसम्म हाम्रा टाढा टाढा रहेका भारद्वाज गोत्रका हाम्रा सुवेदी बन्धुहरूसम्म पुर्याइदिनु भएमा उहाँहरूले समेत कुल मन्दिरको बारेमा जानकारी प्राप्त गर्नुहुने थियो भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु र मेरो युट्युब च्यानल सुवेदी हरिश क्रिएसन सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब पनि गरिदिनु होला जसले गर्दा मेरा आगामी भिडियोहरू यहाँहरू समक्ष पुग्नेछन् भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद। कुल देवताले हामी सबैको रक्षा गर्नु। जय कुल देवता।